नमस्कार साथीहरू। आज यस भिडियोमा कक्षा 12 को अनिवार्य नेपाली विषयको पाठ 3 घनघस्यालो काट्दा नामक नियात्रा सुन्नेछौँ र त्यसपश्चात उक्त पाठको समरी पनि प्रस्तुत गरिनेछ। यो नियात्रा साहित्यकार तारानाथ शर्माले लेख्नुभएको हो। पाठ 3 घनघस्याको उकालो काट्दा। विक्रम सम्वत 2024 पुसको अन्तिम हप्तामा म महाकाली अञ्चलमा थिएँ। मेरो जन्म मेची अञ्चलमा भएको थियो। म सुदूरपूर्वको इलामे शरीर बोकेर सुदूरपश्चिमको बैतडीबाट डडेलधुरातर्फ हिँडेको थिएँ। म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सङ्घाल्छु। म खप्तडमा बसन्त बिताउन चाहन्छु, तुमलिङमा हिउँ खेल्न चाहन्छु र राजापुरको काँसे घारीमा झ्याउरे गाउन चाहन्छु। मलाई तिल्केनीको उकालो, घनघस्याको उकालो र चन्दनीको उकालोसित जति प्रेम छ उति नै प्रेम अघोरी गाड, पुवा खोला र टुकुचासित छ। सदबाँचको लेक होस् वा ट्याम्के डाँडो होस्, अन्तु डाँडो होस् वा चन्द्रागिरी होस्, जहाँ पनि उस्तै पाराको आफ्नोपनले मेरो मुटु ढुकढुक्याउँछ। जीवनमा कति उकाला काटियो होला र कति ओह्राला झरियो होला, तर थोरै व्यक्तिले मात्र घनघस्याको उकालो चढेका होलान्। यो यस्तो उकालो हो जो कठोरतामा अद्वितीय छ। अघोरी गाडदेखि उकालिन थालेको यो डाँडो सहारा मरुभूमिको तिर्खालाई बिर्साउँछु भने झैँ तपाईँतिर हेरेर खिस्स हाँस्छ। संसारले अनेकौं काँचुली फेरिसक्यो, देशका अरू भागले हजारौं नयाँ दृश्य देखिसके, तर यो उकालो अनन्तदेखि उस्तै छ। युगहरू बिते र समयले टाप लगायो, तर घनघस्याको उकालो उत्तिकै घोसेमुन्टु लगाएको लगाइ छ। टाउकामा चिप्लो नचिप्लो बरफको केस फुलाएर आफ्नो अर्रो वृद्ध शरीरमा काला रुखहरूको जिङ्रिङ्गे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ। यो मान्छेसित रिसाएको छ, अघोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ, अनि पोखरेली सेती जत्तिकै रिसाएको छ। सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ। यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिरहेँ, तर त्यस्तो लक्षण कतै भेटिएन। उल्टो यो झन झन दृढ हुँदै गइरहेको पो मैले पाएँ। प्रकृतिसित जुझ्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ। बैतडीको शाही लेकमा अवस्थित विद्यालय भवनमा 2 रात बसेपछि डडेलधुरा जान तम्सिँदा भरिया पाइएन। 9 बजे भात खाएर हिँड्न तयार भएका हामी 4 जना व्यक्ति 10:30 बजेसम्म वाल्ल परेर 2 भरियाको खोजमा यता र उता दगुर्दै नै थियौँ। झट्ट मलाई सहायक अञ्चलाधीशको सम्झना आयो। हामी दुगुर्दै सहायक अञ्चलाधीशलाई भेट्न माथि बैतडी बजारतर्फ गयौँ। सहायक अञ्चलाधीश यमुनाराज पौड्यालज्यूको तत्कालै 2 जना मानिसलाई बोलाएर 17 रुपियाँमा पाटनसम्म भारी बोक्न मिलाइदिनु भयो। 11 बजे हामी दशरथ चन्दको शालिगलाई श्रद्धाका 2 थोपा आँसु चढाएर सतबाँचको लेकतर्फ उकालियौँ। बाटामा एउटा रमणीय ठाउँ भेटियो। देब्रेपट्टि पर्खालले घेरेको ढिस्कामा राम्रो मन्दिर थियो, जसको छानामा मर्मत हुँदै थियो। पर्खाल बाहिर फलामे साङ्लीको अग्लो पिङ थियो। त्यसमा मच्चिएर मैले उत्तर पश्चिमतिरका हिमचुचुरा देखेँ। 7-8 पसल थिए, जसका वरिपरि भेडाका बथान नुन र चामलका बोरा बोकेर उग्राइरहेका थिए। ठाउँ ठाउँमा बारी थिए, वन थिए र चरनहरू थिए। गाई चराउँदै गोठाला गोठाल्ने बिरह लाग्दा गीत कुर्लिरहेका भेटिन्थे। आउने जाने मान्छेका समूह पनि प्रशस्तै देखिन्थे। धेरै माथि पुगेपछि हिउँले ढाकेको पाखो देखियो। नेपाल हिमाली मुलुक हो, तापनि धेरैजसो नेपालीले हिउँ कुल्चन पाएका हुँदैनन्। मैले 2001 सालको विशाल हिउँ वर्षा हुँदा फिक्कलमा हिउँमा खेल्न बाहेक र दार्जिलिङमा 1-2 पटक हिउँ फुसफुसाएको देखे बाहेक हिउँको राम्रो परिचय बेलायतमा मात्र पाएको थिएँ। बेलायती हिउँभन्दा सतबाँचका लेकको हिउँ बेग्लै थियो। यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो। मेरो साथी प्रेमबहादुर प्रधान र म यस हिउँमा निकै बेरसम्म खेल्यौँ। कहिले चिप्ली खेल्दै, कहिले हिउँका डल्लाले एकअर्कालाई हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्रामा आकृति बनाउँदै र लेख्दै हामीले सतबाँचमा समयलाई जिस्कायौँ। डाँडामा पुगेर पूर्वतर्फ दृष्टिपात गरेपछि पो हामीलाई थाहा भयो हामीले सतबाँचलाई छोडेर धेरै टाढा जानु रहेछ। जीवन एउटा नटुङ्गिँदो यात्रा रहेछ। जतिसुकै प्यारो लागे पनि सतबाँच जस्ता रमणीय स्थानलाई छान्नु पर्दो रहेछ। ओह्रालो झरेर तेर्सो बाटो हामी हिँडिरह्यौँ। सल्लाहको घारीको मध्य भागबाट हिँडेपछि एउटा चौतारो आइपुग्यो।
झमक्क साँझ परिसकेकाले तल जङ्गलमुनिको टार अलिअलि मात्र देखिन्थ्यो। पहाडबाट झर्दा मधेस पुग्ने बेलाको झैँ दृश्य थियो। बास नपाइएला भनेर भरियाहरू र 2 साथीलाई त्यहीँ छाडी प्रधान र म ओह्रालो दगुर्यौँ बाँसको व्यवस्था गर्न। सीमा जङ्गल सकिएपछि रमाइलो विशाल चौर आइपुग्यो। त्यसै चौरलाई पाटन भन्दा रहेछन्। फटाकफुटुक हरहरू देखा परे। बाटामा घरेलु विभागका एक कर्मचारीसँग भेट भयो। कास्कीतिरका ती व्यक्तिले अरूतिर बस्ने ठाउँ पाइँदैन भनेर आफ्नै डेरातिर लगे। डेरामा काठमाडौँ घर भएका दारीले ढाकिएका स्वास्थ्य केन्द्रका कर्मचारी पनि रहेछन्। ती 2 दयालु सज्जनका पाहुना भएर हामी उनीहरूकै दाल भात खाई त्यस रात राम्ररी सुत्यौँ। भोलिपल्ट ती भरियाहरू डडेलधुरा जान मानेनन्। सहायक अञ्चलाधीशले पाटनका प्रधान पञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनु होला भनेकाले खोज्दा 11:30 बजीतिर मात्र प्रधान पञ्चसित भेट भयो। उनले 2 जना भरिया खोजिदिए, तर त्यतिन्जेलमा दिउँसोको 12 बजिसकेको थियो। घरेलु विभागका कर्मचारीले भोलि मात्रै जानुहोस्, आज मरे पनि डडेलधुरा पुगिँदैन भनेर जिद्दी गरे। त्यही पनि हामी 12 बजे पाटनबाट हिँड्यौँ। त्यस दिन हामी तेर्सो हिँडेर अघोरी गाड पुगेका थियौँ। अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँगु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौँ। डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो। यही थियो घनघस्याको विकट उकालो। मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै सातो पुत्लो उठ्छ। तेर्सो र ओह्राला बाटामा म निकै छिटो हिँड्न सक्छु, तर उकालो भने मेरो लागि जेमराज जत्तिकै भयावह हुन्छ। म विवश थिएँ। मैले घनघस्या नकाटी भएको थिएन। पाटनका सहृदयी व्यक्तिहरूले दिएका 2 लाक्रा उखु पहिले टेक्दै र पछि चबाउँदै हामी एकहोरो उकालिरह्यौँ। जोगबानीदेखि धरानसम्मको अलकत्रे बाटालाई धिक्कार्दै र भातगाउँदेखि 12 विषयसम्मको फराकिलो कालो बाटालाई सराप्दै हामी ठस कनिरह्यौँ। सिंहदरबार अगाडिको चिप्लो बाटो त्यहाँ थिएन, न त त्यहाँ भैरहवाबाट बुटवल जाँदा जस्तो तेर्सो सोझो बाटो नै थियो। त्यहाँ त चुच्चे ढुङ्गाहरू पहरामा तेर्सिएका थिए, काला रुखका छायामा कचपल्टिएर। पसिनाले निथ्रुक्क भिजेर हामी 6 जना अभागी आकाशतर्फ उचालिरह्यौँ। नील आर्मस्ट्रङलाई त्यति फिटफिटी परेन होला, किनभने चन्द्रमामा पुग्दा उनीहरूसित यथेष्ट वैज्ञानिक उपकरण उपलब्ध थिए। हामी भने पानी समेत नपाएर रोयौँ। निकै माथि पुगेपछि 2टा पानीका कुला भेटिँदा स्वर्ग पुगेको अनुभव भयो। मरुभूमिका यात्रीले 81 मरुद्यान भेटे नै हामी फुलेल भयौँ। त्यति हो, अरू पानी कतै भेटिएन। धेरै माथि हिउँ प्रारम्भ हुने ठाउँमा पो एउटा असाध्यै चिसो धारो रहेछ। बाटामा 1-2 ठाउँ घर भेटिए, तर तिनमा मान्छे थिएनन्। धुरामा पुग्ने बेला 3 माइल जति बाटो जमिसकेको हिउँले ढाकिएको थियो। चिसो धारामा पानी खाएपछि 2 भरिया लागे हिउँ नै हिउँको पहरातिर। म पनि तिनको पछि लागेँ। चिप्ला हिउँका ढुङ्गा खाली खुट्टाले टेक्दै रामसिंह भरिया र उसको भतिजो उकालिए। म तिनको सहनशीलता देखेर मक्ख पर्दै ठाउँमा चिप्लेर लड्दै तिनीहरूसित धुरातर्फ चढेँ। रामसिंह, उसको भतिजो र म टुप्पामा पुग्दा 5 बजेको थियो। अरू साथीहरूको पत्तो थिएन। पूर्वपट्टि डडेलधुरा कुइरामा कता हो कता चन्द्रमा जस्तै टाढा भएर बिलाएको थियो। उँधोतिर कहाली लाग्दो कालो जङ्गल थियो, जसलाई छिचोलेर एउटा खोलो तरेर एउटा उकालो चढेपछि मात्र डडेलधुरा पुग्न सकिन्थ्यो। डरलाग्दा चितुवा र भालु लाग्ने पट्टेर जङ्गललाई सेतै ढाकेको हिउँमा खाली खुट्टाका औँलाले मान्छेको आकृति कोरेर रामसिंहले भन्यो, आज डडेलधुरा पुग्न सकिँदैन। पोखरातिर राति 12 बजेतिरसम्म पुगिएला। पोखरा पनि पुगिँदैन। तल कतै रित्तो गोठ पाइएछ भने त्यहाँ रात काट्नुपर्छ। भतिजो चाहिँले हिउँका डल्लाले छेउैको रुखलाई हिर्काउँदै भन्यो। म चाहिँ साथीहरू हिउँमा हराए कि भनेर विचलित भएर कराएँ। प्रेमबहादुर भाइ, प्रत्युत्तरमा हावा मात्र सुइँ गर्यो। जाउँ त कसरी जाउँ, बस्नु त चाँडाले सिद्धाइसक्यो भन्दै मैले हिउँको ढिस्को थुपारेँ। बल्ल 5:30तिर साथीहरूले जवाफ दिए तल भिरतिरबाट। हामीले बाटो हरायौँ। हाम्रो आवाजलाई पछ्याउँदै साथीहरू डाँडामा निस्किएपछि मैले भने, आज डडेलधुरा त कुनै अवस्थामा पनि पुग्न सकिँदैन रे। रामसिंह पोखरासम्म पुगिहालिन्छ कि भन्छ भने उसको भतिजो चाहिँ तल गोठतिर अलपत्रै सुत्ने कुरो गर्छ। त्यसैले छिटो हिँड्न नसक्ने साथी चाहिँ 2 जना भरियासित बिस्तारै आउनुहोस्। हामी 3 जना चाहिँ दुगुर्दै पोखरा जान्छौँ अनि बाँसगाँसको व्यवस्था मिलाउँछौँ। जस्तै अवस्थामा पनि र जति रात परे पनि तपाईँहरू अवश्य आइपुग्नु होला। मेरो योजना सबैलाई मन परेकाले प्रेमबहादुर प्रधान, 1 जना साथी र म ओह्रालो कुद्यौँ। लड्दै पछारिँदै धेरै हिँडेपछि बाटो तेर्सियो र फेरि उकालियो।
अनेकौं ओह्राला र उकाला बाटा हिँड्दा हिँड्दै अँध्याराले झ्याप्पै छोप्यो। चोर, डाँका, भूतप्रेत र जङ्गली जनावरका आक्रमणको आशंकाले ढक्क भएको छातीलाई दुई हातले थिचेर हामी तीनजना एक प्राण र एक मुटु भएर दगुरिरह्यौँ। हामी यति पछाडि हौँ भनेर साध्य छैन, हामीलाई यति तिर्खा लाग्यो भनेर साध्य छैन। भोक डर र बाटो बिरियो होला भन्ने आशंकाले थुरथुर हुँदै 10 बजे रातितिर एउटा डाँडा माथिको गाउँमा हामी पस्यौँ। निकै घरमा बोलाएपछि एउटाबाट थाहा पाइयो बाटो बिरिएको रहेनछ। अनेकौं घरमा प्रयत्न गरेपछि एउटा छाप्राकी खड्किनी मकै भुट्न तयार भइन्। लोग्ने परदेश लागेको रहेछ। तल्लो तलामा गाई बाख्रा थिए र माथलामा ससाना भन्ट्याङ मुट्टुङ छोराछोरी यत्रतत्र पसारिरहेका थिए। दियालाको छेसको बत्ती जस्तै बालेर ती आइमाले अगेनामा बिट नभएको ताप्के जस्तो भाँडामा कुचाले चलाएर 3 घान मकै भुटिदिइन्। पैसा पहिले दिएपछि मात्र उनले मकै हाम्रा रुमालमा हालिदिइन्। प्रशस्त पानी लोहोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौँ। खड्किनीले भनेकी थिइन् बाटामी गाड बढन्छ। साँच्चै नै बाटामा एउटा खोलो रहेछ। त्यहाँ मन ढक्क फुल्यो। खोलो वास्तवमा मसानघाट हो, किनभने मरेका मानिसलाई खोलाकै किनारमा जलाउँछन्। त्यसै हुनाले खोलो भन्ने बित्तिकै दिउँसै पनि मेरो सातो पुत्लो उठ्छ भने रातिको त कुरै भएन। त्यहाँबाट केही उकालो लागेपछि नै रमाइलो डाँडो टुप्लुक्क देखा पर्यो, जसमा बाटामा दुवैतिर 15-16 ढुङ्गाले छाएका घर थिए। घर सबै बन्द थिए। 1-2 घरका बाहिरपट्टि सिकुवामा मान्छे सुतिरहेका थिए। मैले सोधेँ, पोखरा कता पर्छ? यही हो, एउटाले ओढ्ने भित्रैबाट भन्यो। दोकान सबै थुनिएका छन् नि, यहाँ कतै पनि बास पाइँदैन कि क्या हो? प्रेमबहादुर प्रधानले सोध्नुभयो। दोकानमा राति कोही बस्दैनन्। दिउँसो बेचबिखन गरेर बेलुका ती गाउँतिर आफ्ना घरमा सुत्न जान्छन्। बरु अलिक परतिर जानुहोस्, एउटा पसलले त्यहीँ सुत्छ, त्यहीँ बास पाइन सक्छ। त्यस मान्छेले ओढ्ने झिकेर हामीलाई राम्ररी निहाल्दै भन्यो। हामी अघि बढ्यौँ। साँच्चै नै एउटा घरभित्र लालटिन बलिरहेको हामीले देख्यौँ। ढोका निकै घचघच्याएपछि एउटा बुढाले ढोका उघारी लालटिन उचालेर हामीलाई हेर्दै सोध्यो, राति हुँदो के चाहियो? मैले घडी हेरेँ, रातिको 12 बजेको रहेछ। हामीलाई एक रातको बास चाहियो, मैले भने। यहाँ बास पाइँदैन। बुढाले ढोका ढप्क्याउन लागे। त्यसरी निठुरी बन्न तपाईँ पाउनुहुन्न। हेर्नुहोस्, हामी टाढा पूर्वबाट आएका, बास नदिए पनि केही खानेकुरा भइदिनुहोस्, हामी किनेर खान्छौँ, प्रधानले भन्नुभयो। बुढासित खानेकुरा केही रहेनछ। चिउरा, मकै, चामल, आलु केही रहेनछ। ससाना सुन्तलाहरूले भरिएको एक डालो रहेछ। कास्की पोखराका सुन्तला रहेछन् नि त तारा दाई, अर्का साथीले व्यङ्ग्य गर्नुभयो। हामीले 2-2 रुपियाँका 30-30 दाना जति ती चिचिले सुन्तला खायौँ। बुढाले कति गर्दा पनि त्यहाँ बास दिन मानेनन्। उसकै घर अगाडिको चिसो छानु महँगै भएको र फोहोरी कटेर उनले देखाए। तिनैसँग 2 रुपियाँका 3 अङ्गाला दाउरा किनेर हामी आगो ताप्दै साथीलाई पर्खन लाग्यौँ। राति 2 बजे सास मात्र बाँकी राखेर भरियाहरू र साथीहरू आइपुगे। रामसिंह र उनको भतिजो आगाको छेउमा पातलो तन्ना ओछ्याएर र हामी 4 भाइ आफ्ना सुत्ने थैलाभित्र पसी चिसो न चिसो ढुङ्गाको सिरानी लगाएर भोलि रमाइलो डडेलधुरा पुग्ने स्वादिलो कल्पना गर्दै 2:30 बजेतिर कचपल्टिँदो निद्रा सुत्यौँ।